रुन किन गाह्रो हुँदो रहेछ? रोएर थाकेको मान्छे हामी हो। 14 वर्षदेखि रोएर 48 वर्षसम्म रोइसकेँ। धेरैचोटि रहेँ, धेरै कष्टले रहेँ। कहिले भुटान फर्किन्छु भनेर रहेँ, कहिले राम्रो खाना पाइनँ भनेर रहेँ, कहिले घर छोएको देखेर रहेँ, कहिले औषधि उपचार राम्रोसँग पुगेन भनेर रहेँ। अहिले रुन सक्दैन, घागा रुन सक्दिनँ, तर आज अलिअलि आँसु छिरिसक्यो। थ्याङ्क यू। बोल्न चाहिँ निकै गाह्रो भइरहेछ। थ्याङ्क यू सो मच। अब आफ्नै उहाँ भुटानमा आफ्नै हुनुहुन्छ होइन, सबै दाजुभाइहरू हाम्रो दिदी आमा बाउ नहुँदा पनि दाजुभाइ आफ्नै आफ्नै हुनुहुन्छ। मलजल गर्छु, घाममा राख्छु, अनि एक दिन यो पक्रिन्छ अनि म खुसी हुन्छु। अहिले पक्रेन। संसारै कस्तो स्वार्थी छ नि है। एक दुईजना राम्रो मान्छे त भेटुन्छ कि। म धेरैजनालाई मैले अघि के अरे आकाङ्क्षासँग भन्दै थिएँ, माटो लिएर सुत्ने, के अरे मर्नु अगाडि त्यो आफ्नो देश जाने इच्छा, मरिहाल्यो भने माटोमा मर्छु भनेर माटो लिएर सिरानीमा सुत्ने बाबाआमाहरूलाई। यसलाई हामी तरल मूर्तिमा हेर्छौँ। लेट्स वाच। हाम्रो कथा थियो, हामीले देश छोडेको कथा, हामीले माटो छोडेको, हामीले शिविरमा बस्दाखेरि हामीले भोगेको पीडा, दुःख, दर्द होइन, र हाम्रो अहिलेको वास्तविकता थियो। त्यो कारणले गर्दाखेरि हामी परिवार बिछोडको अवस्थामा, परिवार फुटको अवस्था, त्यो कारणले गर्दाखेरि पनि यो हाम्रै कथा जस्तो टच पनि भयो। र यसले चाहिँ मलाई लाग्छ, अघि हाम्रो डाइरेक्टर साहबले त्यहाँ भन्नुभयो, यसले पैसा नकमाउला तर यसले इतिहास, यसले हाम्रो संरक्षण गर्छ, यसले हाम्रो स्वाभिमान, हाम्रो सपनालाई चाहिँ संसारभरि सुनाइदिन्छ। तर त्यसमा इमोसन छ क्या। अनि अहिले चाहिँ के लाग्छ भने मैले अहिले सिनेमा हलहरूमा रिलिज हुँदै गर्दाखेरि र तपाईँहरूले यहाँ अघि हाम्रो सिजन भाइले भन्दै हुनुहुन्थ्यो, मलाई दाइ धन्यवाद गर्न आउनुभएको जस्तो भयो दाइ भन्दै। ठ्याक्कै त्यस्तै भएको छ क्या। मैले जे जति बनाएको छु मलाई थाहा छैन त्यसले पैसा कमाउँछ कमाउँदैन, नेपालको मार्केट त्यति सजिलो पनि छैन। तर एउटा कुरा के थाहा छ भने मैले एउटा जिम्मेवारी मैले बोकेको छु, एउटा भोइस सिनेमाले बोकेको छ। त्यो भोइस धेरै सामु पुग्छ, संसारको कुना कुनामा पुग्छ र म पुर्याउँछु। कालले पनि मलाई ताके ताक गर्न मिल्दैन, एकपल्टमा घर नफर्की मर्न